खासमा यस्तो हिजोदेखि एमालेको कार्यकर्ताहरू एमाले समर्थन यहाँ आउनु भएको छ। आइयो विरोध गर्नु पाइयो, आफ्नो पार्टीले समर्थन गर्नु पाइयो, तर अराजक शैलीमा कसैलाई हात हाल्ने शैलीमा प्लानिङ बजार आउनु पाइनेवाला छैन। कानुनी उपचार गर। यदि तेरो पार्टीको तेरो समर्थकले गलत गरेको छैन भने कानुनी उपचार गर। अदालत छ त्यहाँ गएर लड। तर यसरी पीडितहरूले आएर हातपात नगर पार्टीको नाम लिएर। तिमीहरू अहिले पनि यहाँनिर पीडितले हात हालेको छ भने उहाँले हात जोडेको 1 घण्टा अगाडि प्लिज यस्तो नगरिदिनु होला भन्यो। तर उहाँहरू यहाँ पीडितलाई हात नगरिदिनु, हात जोडेर नाम नगर्नु। यस्तो आइमेले गर्दा हामीलाई नि आइन पाएको राज्यले यस्तो सङ्कट भोग्दाखेरि पनि लाज शरम छैन। अझ अपराधीको संरक्षण गर्ने, अपराधीलाई समर्थन गर्ने, बलात्कारीलाई फाँसी दे। बलात्कारी ऐनमा बलात्कारीलाई फाँसी हुनुपर्छ भन्ने माग हो। धक्का छैन हामीलाई। घरमा आन्दोलन गर्नु त तेरो बाउले तेरो दिदीबहिनीलाई गर्यो भने के गर्छस्? अपराधी बलात्कार यहाँ आएर बढी गराउँछन्। बलात्कारमाथि हात नराख्ने है, हात छुने काम नगर्नु है। अपराधीहरू आएर तेरो बाउलाई गर्न जा घरमा।